आज हामी क्रिसमसका 7 महान अद्भुत दृश्यहरूलाई हेर्दैछौँ। संसारमा आएर मानव जातिको पाप उठाएर लैजाने प्रभु यीशु ख्रीष्ट जन्मिएको समयलाई हामी क्रिसमस भनेर भन्ने गर्छौँ। तसर्थ क्रिसमसको अर्थ चाहिँ ख्रीष्ट जन्मको समय हो भनेर हामीले बुझ्नुपर्ने हुन्छ। र क्रिसमस खासमा चाहिँ परमेश्वरको एउटा महान मुक्तिको योजनासँग जोडिएको छ। आजभन्दा करिब 6000 वर्ष पहिला अथवा ख्रीष्ट पूर्व करिब 4000 वर्ष पहिलादेखि नै ख्रीष्टको मानव रूपी जन्म हुने विषयमा धेरै भविष्यवाणीहरू प्रकट हुँदै आएका थिए र येशू ख्रीष्टको जन्मले चाहिँ बाइबलले बताएको 300 भन्दा धेरै भविष्यवाणीहरूलाई हुबहु नै पुरा गरिदिएको हामी पाउँछौँ। यसकारण आज म यहाँ उहाँको जन्मपूर्वको दृश्य, उहाँको जन्मका समय र आसपासका दृश्यहरू, जन्म पश्चातका रोचक दृश्यहरूलाई तपाईँको आँखा अगाडि देखाउने जमर्को गर्दैछु। आदरणीय दर्शक तथा श्रोताबिन, यदि तपाईँहरू पनि बाइबलका गहिरा सत्यताहरू र रहस्यहरूलाई प्रकाश भएको चाहनुहुन्छ भनेदेखि यस च्यानललाई सब्सक्राइब गरेर हामीसँग जोडिनुहोला। साथै आजको यो भिडियोलाई पनि अन्तसम्म हेरिदिनुहोला भन्ने आग्रह गर्दै र लाइक, कमेन्ट अनि सेयर पनि गरिदिनु होला भन्ने आग्रह गर्दै यहाँहरू सबैलाई ख्रिस्टी अभिवादन जय मसी भन्न चाहन्छु र आजको यो क्रिसमस वचन विशेषको लागि स्वागत गर्दै अगाडि पनि बढ्न चाहन्छु। अब हामी जानेछौँ पहिलो दृश्यतर्फ। पहिलो दृश्य जुन दृश्य हो जन्म पूर्वको दृश्य, अर्थात् येशू ख्रीष्ट जन्मनुभन्दा पहिलाको दृश्य। क्रिसमसको पहिलो दृश्य अनादिकालदेखिका परमेश्वरको महान योजनाबाट सुरु हुन्छ र त्यो योजना पहिलो पटक उत्पत्तिको पुस्तक 3 अध्यायको 15 पदमा आएर प्रकट भएको पाइन्छ। अब तपाईँले कल्पना गर्नुहोस् अथवा दृश्यहरू चाहिँ कल्पना गर्नुहोस्, त्यहाँ परमेश्वर हुनुहुन्थ्यो अनि उहाँले कुनै योजना अथवा कल्पना गर्दै हुनुहुन्छ भनेर दृश्यहरू पनि तपाईँले बनाउन थाल्नुहोस्। याद गर्नुहोस् कि हरेक दृश्यको लागि यहाँ एउटा झलक वा टेलर मात्र देखाउन खोजेको छ। यसको बारेमा अलि धेरै व्याख्या गरे भने कम्तीमा पनि 1 घन्टाको समय लिनुपर्ने हुन्छ। त्यसकारण यो दृश्यहरूको एउटा टेलर मात्रै म अथवा झल्को मात्रै म देखाउन खोजिरहेको छु। धेरै मानिसहरूले के भन्ने गर्छन् भने यसो आएको त 2000 वर्ष मात्रै भयो, तर बाइबलले बताउँछ कि उहाँ नै आदि र अन्त्य हुनुहुन्छ। उहाँ प्रभु येशू कुनै पनि समयको सीमाभित्र हुनुहुन्न, कुनै दिन, महिना अथवा वर्ष अथवा ऋतुभित्र उहाँ हुनुहुन्न अथवा समयको अधीनमा उहाँ हुनुहुन्न। उहाँको जन्म र मृत्यु नै छैन। यसै कारण बाइबलमा उहाँ जन्मेको समयको मिति अर्थात् दिन प्रकट नगरिएको हो, किनभने उहाँ नै अनादिदेखिका र अनन्तसम्मका परमेश्वर हुनुहुन्छ। आदि भन्दा पनि पहिला अनादिदेखिका परमेश्वर उहाँ नै हुनुहुन्छ। बाइबलको पुरानो कुराको समयमा उहाँ यहोवा परमेश्वर अथवा यहोवे परमेश्वर, परमप्रभु परमेश्वर, परमप्रभुका दूत, सेनाहरूका कप्तान, सनातनको चट्टान, महु जो महु भन्ने जस्ता धेरै नाउँहरूद्वारा चिनिनु भएको छ। किनभने करिब 4000 वर्ष पूर्वदेखिको महान योजना अनुसार महान मुक्तिको योजना पुरा गर्नको निम्ति मात्र प्रभु येशू अद्भुत रीतिले मानिसको रूपमा जन्मनु परेको थियो भनेर बाइबलले बताउँछ। यस पृथ्वी र ब्रह्माण्डमा जे जति दृश्य अथवा अदृश्य कुराहरू सृष्टि गरेका छन् त्यो उहाँद्वारा नै भएको थियो। यसकारण उहाँ जन्मेको दिनको विषयलाई लिएर यदि कसैले दहल फसल गर्न खोज्छ भने त्यो बेकारको मूर्खता मात्रै हो, त्यो अबुझपना मात्रै हो, बचपना मात्रै हो। अब हामी उहाँको मानवीय जन्म हुनु पूर्व भएका केही भविष्यवाणीहरू र यसभित्र प्रकट भएका योजनाहरूलाई हेरौँ। मैले सुरुमै भने चाहिँ येशू आउने बारेको पहिलो भविष्यवाणी बाइबलमा हामी उत्पत्तिको पुस्तक 3 अध्यायको 15 पदमा पाउन सक्छौँ। स्त्रीको सन्तानले अर्थात् स्त्रीको सन्तान भएर जन्मने येशूले सर्पको सन्तान अर्थात् शैतानको शिर कुच्याएर त्यसमाथि विजय हुने कुरा त्यस पदमा गरिएको छ। अनि उत्पत्ति 12 अध्यायमा आइपुग्दाखेरि अब्राहमको सन्तानको रूपमा जन्मिने सन्तानद्वारा अर्थात् यीशुद्वारा नै सारा संसारका मानिसहरूले आशिष पाउने कुरा गरिएको छ। यसै गरी उत्पत्ति 17 अध्यायमा आइपुग्दा अनि 28 अध्यायमा आइपुग्दाखेरि करार चाहिँ इसहाक पुत्रमै रहने र याकुबकै वंशबाट आएको पुत्रद्वारा नै सारा संसार आशिषित हुने प्रतिज्ञा फेरि पनि गरिएको छ। सम्भवतः यही प्रकाशद्वारा अन्य मानिसहरूको विषय पनि एकोहम पुत्रम सर्व तारेदिकुलम अर्थात् एक धरी पुत्रले सारा संसारलाई तारिदिन्छ भन्ने विश्वास पनि जन्मेको हुनुपर्छ। अनि उत्पत्ति 22 अध्यायमा आइपुग्दाखेरि इसहाकलाई होम बलि गरेर लगिएको त्यो मोरिया पहाडको स्थानमा नै पछि गएर येशू
क्रुसमा मर्नुभएको थियो। अनि इसाको सट्टा काँडाको झाडीमा अल्झिएर भेटिएको एउटा थुमाले चाहिँ त्यो काँडे मुकुट गुथिएको बलिदानी थुमा येशूलाई सङ्केत गरेको हामी पाउँछौँ। अनि उत्पत्ति 49 अध्यायको 10 पदमा आइपुग्दाखेरि फेरि पनि परमेश्वरले भन्नुभएको छ, यहुदाको हातबाट राजदण्ड हट्ने छैन, अर्थात् राजा यहुदीहरूको राजा अथवा येशू ख्रीष्ट यही कुलबाट नै आउनुहुनेछ भने फेरि पनि त्यो भविष्यवाणी दोहोऱ्याएको छ। र यस्तै भविष्यवाणी करिब ईसापूर्व 1400 वर्ष पहिलाको गन्तीको पुस्तकमा आइपुग्दाखेरि 14 अध्यायको 17 पदमा के भनेको छ भने, याकुबबाट एउटा तारा उदय हुने र इस्राएलबाट राजदण्डको उदय हुनेछ र त्यसले मोआब र सेतका सन्तानलाई नष्ट पार्नेछ भनेर भनिएको छ। मोआब र सेतको अर्थ त्यसको पछि रहेको शैतानको शक्ति हो र त्यसको शक्ति अन्त हुनेछ भनिएको, र आज त्यो विजय क्रुसद्वारा भइसकेको छ। अनि त्यही ताराको उदयले येशूको जन्मको समयमा ज्ञानी मानिसहरूलाई बेथलेहेमसम्म येशू भएको ठाउँमा डोराउने काम पनि गरेको थियो। यसरी नै प्रस्थानको पुस्तकमा आइपुग्दाखेरि उहाँ निष्कलङ्क थुमाको रूपमा आउनुहुन्छ भनेर धेरै कुराहरू चाहिँ बताइएको छ। अनि करिब 700 वर्ष पूर्वको यशायाको पुस्तकमा आइपुग्दाखेरि 7 अध्यायको 2 पद अनि 7 अध्यायको 14 पदमा उहाँ कन्याबाट जन्मने स्पष्ट कथन गरिएको छ। यसरी नै इसायाकै पुस्तक 9 अध्यायको 6 पदमा आइपुग्दा अझै स्पष्ट रूपले जन्मन आउनु हुने त्यो बालक नै अनन्तका परमेश्वर शान्तिका राजकुमार हुनुहुन्छ अनि उहाँ अचम्मका सल्लाहका शक्तिशाली परमेश्वर हुनुहुनेछ भनेर बताइएको छ। अर्थात् अनादिका परमेश्वर नै त्यो बालक हुनुहुनेछ भनेर बताइएको छ। र करिब ख्रिस्टाब्द अथवा ख्रिस्टपूर्व 400 वर्ष पहिला लेखिएको पुस्तक मिका को पुस्तक 5 अध्यायको 2 पदको समयमा आइपुग्दाखेरि स्पष्ट रूपले उहाँ यहुदाको एप्राता अर्थात् बेथलेहेममा जन्मनु हुनेछ भनेर स्पष्ट रूपले भविष्यवाणी भएको पाइन्छ। अनि बाइबलमा मात्र होइन, ईसापूर्व करिब 300 वर्ष पूर्वतिर लेखिएको भविष्य पुराणमा पनि ईसा मसीह इति च मम नाम प्रतिष्ठितम ईसा पुत्र कुमारी गर्भ जन्म सम्भवम भनेर ईसा मसीहको जन्मको विषयमा कुमारीको गर्भबाट जन्म सम्भव हुने अथवा सम्भावित जन्म हुने र महु भन्ने नाउँद्वारा चिनिनेछन् भनेर बताइएको छ भनेर कतिपय विद्वानहरूले पनि भन्ने गरेको पाइन्छ। अझै चाखलाग्दो र रोचक कुरा त के छ भने उहाँ जन्मने विषयमा मात्र होइन, उहाँको जीवन र सेवाकाई, उहाँको क्रुसको मृत्यु र पुनरुत्थान अनि फेरि दोस्रो आगमनको बारेमा पनि पुरानो करारको समयदेखि नै बाइबलमा भविष्यवाणीहरू प्रकट गरिएका छन्, जुन कुरा पुरा हुन अझ बाँकी नै छ। त्यसकारण येशू ख्रीष्ट यत्तिकै सामान्य मानिस जस्तो वा कुनै अवतारी भई जन्मिएर आउनुभएको होइन, न त उहाँ केही राम्रा काममा उधार्ने काम गरेर प्रसिद्धि पाएको कुनै व्यक्ति जस्तो अथवा राजा जस्तो मान्छे पनि हुनुहुन्न। उहाँ त महान र अदृश्य परमेश्वरको मानवीय स्वरूप हुनुहुन्छ र उहाँको उद्धारको महान योजना पुरा गर्नको लागि आफैले गरेको भविष्यवाणीका कुराहरू पुरा गर्न र संसारका मानिसहरूलाई पापबाट उद्धार गर्न र बचाउनको निम्ति आफै बलिदान हुन आउनुभएको एक परमेश्वर हुनुहुन्छ। अब हामी जन्मको समय र आसपासका दृश्यहरूलाई हेर्नेछौँ। दोस्रो दृश्य मरियम र योसेफको परिवारको दृश्य। मत्तीको पुस्तक 1 अध्याय र लुका 2 अध्यायमा बताइएको छ कि जब येशू मानवीय स्वरूप लिएर मरियमको गर्भमा प्रविष्ट हुनुपर्ने समय आयो, तब परमेश्वरबाटको एउटा सन्देश लिएर गब्रिएल भन्ने स्वर्गदूत चाहिँ कन्या मरियम भएको ठाउँमा आए र सविस्तारमा परमेश्वरको सबै योजनाहरू बताइदिए। तिनले जन्माउने बालक चाहिँ सर्वोच्चका छाया अर्थात् पवित्र आत्माको शक्तिद्वारा आएका बालक हुनेछन् र स्वर्गदूतले बालकको नाम येशू राख्नु र येशूको अर्थ पापबाट बचाउने हो भनेर पनि बताइदिएका थिए। सुरुमा यस्तो अचम्मको कुरा सुनेर मरियम हडबडाए जस्तो देखिन्छन्, तर पनि अन्ततः उनले परमेश्वरको योजनाका सबै कुरा स्वीकार गर्छिन् र आफूलाई वास्तवमै सौभाग्यवती स्त्री, परमेश्वरबाट निगाह पाएका एउटा धन्यको स्त्रीको रूपमा भेट्टाउँदछिन्। उता फेरि मगनी भएकी स्त्रीसँग विवाह नहुँदै बालक गर्भमा आएको कारण मगनी भएका उनका पति योसेफले मरियमलाई त्याग्ने विचार गर्दै थिए। त्यसकारण योसेफसँग पनि स्वर्गदूत भेट्न आए र परमेश्वरको त्यो योजना बताइदिए। त्यसपछि उनले पनि मरियमलाई स्वीकार गर्न डर मानेनन्।
र यी दुवै व्यक्तिहरू चाहिँ एकदमै साधारण परिवारका मानिस थिए। यसरी परमेश्वरले यी दुई व्यक्तिको जीवनबाट अथवा यो जोडीको जीवनबाट आफ्नो महान योजना पुरा गर्न लाग्नु भएको थियो। अनि त्यसपछि करिब 10 महिनाको समय अर्थात् बालक जन्मने समय आउनै लाग्दाखेरि राजा अगस्टसले जनगणना गर्ने आदेश दिएका थिए। त्यसकारण परमेश्वरले आफ्नो योजनाहरू पुरा गर्नलाई मानिसहरूलाई प्रयोग गर्नुहुन्छ। यीशु कन्याबाट जन्मनेछन् भनी गरिएको भविष्यवाणी यसरी पुरा हुन आएको थियो। तेस्रो दृश्य बेथलेहेम सहरको दृश्य। अब त्यस समयको बेथलेहेम सहरको घटनाक्रमको दृश्य पनि यहाँले कल्पना गर्नुहोस् र म जुन कुरा बोल्दै जानेछु त्यसलाई एउटा दृश्यमा पनि तपाईँले कल्पना गर्न सक्नुहुन्छ। जुन कुरा म बोल्दै जान्छु त्यसलाई एउटा दृश्यको रूपमा पनि तपाईँले कल्पना गर्न सक्नुहुन्छ। लुकाको पुस्तक 2 अध्यायमा बताएको छ कि कैसर अगस्टसले अर्थात् राजा अगस्टसले अकस्मात पहिलोपटक जनगणना गर्ने आदेश दिन्छन् र त्यो आदेश आएपछि योसेफ र मरियम बेथलेहेममा जानु परेको थियो। यो गणनाको आदेश आउनुमा पनि परमेश्वरको योजना थियो, किनभने त्यति बेला योसेफ र मरियम गालिल प्रान्तको नासरत भन्ने ठाउँमा बस्थे र बालक जन्माउने बेला हुनै लाग्दा दुई जिउ भएकी मरियम करिब 140 किलोमिटर टाढा रहेको बेथलेहेम गाउँमा जानुपर्ने भयो। त्यस्तो बेलामा नजाँदा पनि भएन, किनभने राजाको उर्दी आएको थियो। कसैको जीवनमा यसो शरीरले कहाँ जन्मनुहुन्छ र केही दुःख कष्ट त सहनै पर्छ। अनि उनीहरू बेथलेहेममा पुग्दा गाउँ फर्किने मानिसहरूको कारण गाउँका घरहरू खचाखच भरिएका थिए, पौवा पनि भरिएका थिए, कतै पनि बस्ने ठाउँ थिएन, खाली ठाउँ थिएन, किनभने त्यो सानो गाउँ थियो। त्यसकारण अन्ततः मरियमले बालकलाई गोठमा गएर जन्म दिइन् अनि लुगाले बेरेर बालक प्रभु येशूलाई डुडमा राख्नु परेको थियो। यी सबै कुराहरूलाई फिल्मको दृश्यमा कैद गर्ने भने कस्ता रोचक दृश्यहरू देख्न पाइन्थे, होइन त? त्यसैले मैले यहाँ आज यसको सारांश मात्रै अथवा ट्रेलर मात्रै मैले देखाउने कोसिस गर्दैछु। राम्रोसँग व्याख्या गर्नको लागि त यो एउटै दृश्यको लागि चाहिँ कम्ती पनि 1 घन्टाको समय लाग्छ र त्यो छोटो भिडियोमा सम्भव छैन। चौथो दृश्य गोठाला र स्वर्गदूतको दृश्य। गोठालाहरू र स्वर्गदूतको दृश्य, मुख्य दृश्य चाहिँ हामी लुका 2 अध्यायको 8 पददेखि 20 पदसम्म पाउन सक्छौँ। मरियमले बालक जन्माइसकेकी थिइन्, अर्थात् बालक येशूको जन्म भइसकेको थियो। मानिसहरूको भिडभाड भइरहेको समयमा गोठमा बालक येशूको जन्म हुँदा मानिसहरू त्यस विषयमा भने अन्जान थिए। सारा सृष्टिका मालिक बालकको रूपमा अथवा मानिसको रूपमा जन्मदाखेरि सारा सहर बेखबर थियो। के भइरहेको छ भन्ने कुरा कसैलाई पनि थाहा थिएन, किनभने उनीहरूलाई सधैँ आफ्नै कामधन्दाको विषयमा मात्र चासो थियो। आज पनि मानिसहरू यस्तै छन्, उनीहरूलाई केवल आफ्नो आफ्नो विषयमा मात्रै चिन्ता हुन्छ, आफ्नो जीवनको आफ्नो कामधन्दाको चासो हुन्छ। माथिको कुरा अर्थात् परमेश्वरको कुरा, स्वर्गका कुराहरू अथवा साँचो कुराहरू, सत्य कुराहरू, आफ्नो जीवनका अथवा मुक्तिका कुराहरूको विषयमा त्यति ख्याल चासो मानिसहरूलाई हुँदैन। त्यहाँ पनि त्यस्तै भइरहेको थियो। अब त्यहाँ संसारको उद्धारकर्ता जन्मेको खुसीको खबर सबै मानिसहरूको बिचमा पुग्नु पनि परेको थियो। त्यसकारण त्यस कुराको असल खबर सबैभन्दा पहिला त्यही इलाकामा बगालको रखवाली गर्दै बसिरहेका गोठालाहरूको बिचमा एउटा स्वर्गदूत देखा परे र खबर गरिदिए। सुरुमा अकस्मात एकजना स्वर्गदूत देखा परे र चम्किँदाखेरि त ती गोठालाहरू चाहिँ तर्सिएको कुरा हामी देख्न सक्छौँ। तर तिनीहरूलाई नडराओ भन्दै ती स्वर्गदूतले आनन्दको सुसमाचार सुनाउँदै यसो भन्छन्, नडराओ, किनभने हेर म तिमीहरूलाई बडो आनन्दको सुसमाचार सुनाउँछु जो सबै मानिसहरूका निम्ति हुनेछ। आज दाउदको सहरमा तिमीहरूका निम्ति एकजना मुक्तिदाताको जन्म भएको छ जो ख्रीष्ट प्रभु हुनुहुन्छ। तिमीहरूलाई चिन्ह चाहिँ यो हुन्छ, तिमीहरूले एउटा बालकलाई लुगाले बेरेको र डुँडमा सुताइरहेको भेट्टाउनेछौ। लुका 2:10-12 पदमा यो लेखिएको छ। त्यसपछि सर्वोच्चमा परमेश्वरलाई महिमा र पृथ्वीमा जुन मानिसहरूसँग उहाँ प्रसन्न हुनुहुन्छ तिनीहरूलाई शान्ति भन्दै परमेश्वरको स्तुति गाउँदै गरेका स्वर्गदूतहरूको दल आकाशमा देखा पर्छन् र केही बेरमा नै तिनीहरू बिदा हुन्छन्। त्यसपछि ती गोठालाहरूले बेथलेहेम जाने निश्चय गर्छन् र त्यहाँ पुग्छन् र स्वर्गदूतद्वारा जस्तो कुरा भनिएको थियो अथवा बताएको थियो सबै त्यस्तै कुराहरू देखेपछि तिनीहरू चाहिँ छक्क पर्दै
यो सबै कुराहरूको बारेमा अरू मानिसहरूलाई पनि बताउन थाल्छन् र सुन्ने जति मानिसहरू पनि ती कुराहरू सुनेर अथवा देखेर छक्क पर्न थाल्छन्, आश्चर्यचकित हुन्छन्। त्यसपछि गोठालाहरू परमेश्वरको महिमा र स्तुति गर्दै त्यहाँबाट फर्किन्छन्। हो प्रियजनहरू, जब कसैको जीवनमा पहिलोपटक अथवा अकस्मात सुसमाचार आउँछ, उनीहरू डराउन सक्छन् र नाना थरी कुरा पनि गर्न सक्छन्। तर यदि तिनीहरूले त्यो सत्य हो कि होइन भनेर जाँचेर हेर्न सके भने उनीहरूले पनि साँचो सत्य कुरा देख्न सक्नेछन् र विश्वास गर्न सक्नेछन् र आनन्दित हुन सक्नेछन्। अब 5औं दृश्य, पूर्वका ज्ञानी मानिस र ताराको दृश्य। अब बालक येशूको जन्म भइसकेको थियो र समय बितिरहेको थियो। मत्ती 2 अध्यायमा पढ्दा हामी थाहा पाउन सक्छौँ कि पूर्वका ज्ञानी मानिसहरू अर्थात् ज्योतिषीहरूले एउटा विशेष खालको तारा देखा परेको कारण यहुदीहरूको राजा जन्मिएको कुरा पत्ता लगाए र बालक राजाको दर्शन गर्न आए भनेर लेखेको पाइन्छौँ। चाखलाग्दो कुरा त के छ भने तिनीहरू बेथलेहमबाट करिब 3000 किलोमिटर टाढा सम्भवतः बेबिलोन वा फारस देशतिर बस्ने मानिसहरू थिए। ती देशका मानिसहरूले सायद दानियलको र उनका 3जना साथीहरूको विश्वासको अद्भुत कार्यहरूको बारेमा सुनेका थिए र त्यही कारण परमेश्वरको बारेमा पनि उनीहरूले चाहिँ बुझेको अथवा जानेको हुनुपर्छ र परमेश्वरको बारेको सुसमाचार अथवा सन्देश सुनेको हुनुपर्छ। ती ज्योतिषीहरूले ताराहरूको अध्ययन वा खोजी गर्ने गर्थे। सायद उनीहरूले त्यस समयमा बालक लिएको कन्याको चित्रलाई सङ्केत गर्ने कन्या राशिको तारा समूहलाई पनि देखेका हुन सक्छन्। तर खासमा त उनीहरूले ताराहरूको विषयमा खोज्दै गए र बाइबलमा गन्तीको 24 अध्यायको 17 लगायत अन्य भविष्यवाणीको कुराबाट प्रभु जन्मिसकेको कुरालाई उनीहरूले पत्ता लगाए। अनि अझै अर्को चाखलाग्दो रोचक कुरा के छ भने रात र दिन अथवा 24 घण्टा हिँडेर आउँदा पनि बेथलेहेम अथवा यरुशलेम आइपुग्न कम्तीमा 2 महिनाको समय उनीहरूलाई लाग्ने थियो। अनि त्यो बाटोको यात्राको लागि उनीहरूले कति धेरै समयको पूर्व तयारी गरेर आयो होला नि त। ताराको अध्ययन गर्न उनीहरूले कति समय लगायो होला नि त। अनि महिनौसम्मको चिसो मरुभूमितिरको दिन रातको यात्राको समयमा कठिनाइ पनि आफ्नो ठाउँमा थियो। यी सबै कुरालाई हेर्दाखेरि यसको लागि उनीहरूले ठुलै मूल्य चुकाएका थिए, ठुलै समय व्यतीत गरेका थिए भनेर हामी अनुमान गर्न सक्छौँ। समग्रमा हेर्दा तारा देखा परेको समयपछि बेथलेहेमसम्म आइपुग्न उनीहरूलाई करिब 2 वर्ष जति समय लागेको कुरा हामी चाल पाउन सक्छौँ। यो कुराको प्रमाण यसपछिको अर्को दृश्यको चर्चा गर्दा तपाईँले थाहा पाउन सक्नुहुनेछ। जे होस्, प्रभुलाई भेट्ने यस्तो प्रकारको तृष्णा चाहना कमै मानिसलाई मात्रै हुन्छ, यस्तो खोजी कमै मानिसहरूले मात्रै गर्छन्। यसरी तयारी गरेर आउने मानिस पनि संसारमा बिरलै मात्र हुन्छन्। 6औं दृश्य, हेरोद राजा र यरुशलेमको दृश्य। जब ज्योतिषीहरू यरुशलेम आइपुगे त्यहाँ अर्को रोचक दृश्यको सुरुवात हुन्छ। अब कल्पना गर्नुहोस्, ती मानिसहरू चाहिँ यात्रा गर्दै गर्दै यरुशलेम आइपुगे अनि हेरोद राजाको दरबार खोज्दै गए। यसबारेमा पनि हामी मत्ती 2 अध्यायमा नै पाउँछौँ। ती ज्योतिषीहरूले सोचेका थिए कि यहुदीहरूको राजा त पक्कै पनि राजाकै घरमा जन्मेको हुनुपर्छ। त्यसकारण उनीहरू यरुशलेम आइपुगेपछि पहिला हेरोद राजाको घरमा पुगेर सोच्छन् यहुदीहरूको राजा भई जन्मने व्यक्ति कहाँ हुनुहुन्छ, किनभने हामीले उहाँको तारा पूर्वमा देख्यौँ र उहाँलाई दण्डवत गर्न आएका छौँ भनेर भन्छन्। अनि यो कुरा सुनिसकेपछि हेरोद राजा चाहिँ बेचैनी हुन्छन्, उनको होस हवास उठ्छ, किनभने उनीहरूले त्यति बेलासम्म मेरो प्रतिद्वन्दी राजा जन्मेको छ भन्ने कुरा उनले ख्याल नै गरेका रहेनछन्। अर्को अचम्मको कुरा चाहिँ के छ भने मानिसहरूको बिचमा ती गोठालाहरूद्वारा येशू जन्मेको खबर धेरै पहिला नै पुगिसकेको थियो। तर निकै समय बित्दा पनि त्यो खबर यरुशलेमका मानिस र हेरोदसम्म अथवा हेरोद राजासम्म पुगेको रहेनछ, किनभने त्यो समाचार पुगेको भए त उनले केही न केही प्रतिक्रिया त्यहाँ जनाउने थियो होला। किनभने यसरी लेखेको छ बाइबलमा, यरुशलेम पनि राजासँगै बेचैन भयो। त्यसपछि राजाले बाइबलको ज्ञान राख्ने पुजारीहरू र शास्त्रीहरूलाई बोलाए अनि ख्रिस्टको जन्म कहाँ हुने हो, कहिले हुने हो भनी सोधपुछ गरे र तिनीहरूले खोजतलास गर्दै जाँदा अनि उनीहरूले बताइदिए कि मिखाको पुस्तक 5 अध्यायको 2 पद अनुसार अथवा त्यो पदको भविष्यवाणी अनुसार ख्रिस्टको जन्म बेथलेहेम भन्ने गाउँमा हुनेछ भनेर लेखेको छ। त्यसकारण
येशूको जन्म त्यहीँ भएको हुनुपर्छ भनेर उनले बताइदिए। त्यसपछि त्यो कपटी राजाले ज्योतिषीलाई गुप्तमा बोलाएर चाहिँ तारा कहिले देखा परेको हो, अर्थात् ख्रिस्टको जन्म कहिले भएको रहेछ, मलाई पनि थाहा देऊ, म पनि दर्शन गर्छु भन्दै जाल बिछाउन थाल्छन्। किनभने राजाको उद्देश्य बालकलाई नाश गर्नु थियो। त्यसपछि जब ती ज्योतिषीहरू त्यहाँबाट बेथलेहेमतिर हिँडे, बाटो देखाउने त्यो तारा फेरि पनि देखा पर्यो र बेथलेहेमसम्म पुग्यो अनि अडियो र उनीहरूले बालक राजालाई त्यहाँ भेटे र दर्शन पनि गरे अनि सुन, धूप र मुर्रका बहुमूल्य भेटीहरू पनि बालक राजालाई चढाए र आराधना गरे। अनि सपनामा स्वर्गदूतबाट चेतावनी पाएपछि ती ज्योतिषीहरू यरुशलेम फर्केनन्, हेरोद राजाकामा गएनन् अनि तिनीहरू अर्कै बाटो भएर आफ्नो देशतिर फर्के। आहा, हाम्रा परमेश्वर जसले सबैका षड्यन्त्र जालझेल जान्नुहुन्छ र विश्वास गर्नेहरूलाई रक्षा पनि गर्नुहुन्छ। 7औं दृश्य, मिश्र गमन र प्रत्यागमनको दृश्य। ती ज्योतिषीहरूले ख्रिस्ट बालकको बारेमा यरुशलेम फर्केर त्यस बारेमा नबताइकन छक्काएर आफ्नो देशतिर फर्किसकेको थाहा पाएपछि हेरोद राजा रिसले चुरचुर भए र उनले बेथलेहेम र त्यस इलाकामा रहेका 2 वर्ष र त्योभन्दा पनि मुनिका उमेरका सबै बालकलाई मार्नु भनी आज्ञा गरे, मार्न लगाए। र यही कुराबाट हामी थाहा पाउन सक्छौँ कि ती ज्योतिषीहरू आएर ख्रिस्टलाई भेट्ने समयसम्म लगभग 2 वर्षको समय बितिसकेको रहेछ भनेर। तर बालकहरू मारिनुभन्दा पहिले नै सपनामा परमेश्वरका दूत योसेफ कहाँ देखा परे र बालकलाई मिश्रमा जानु भनेर भनिसकेका थिए। यसरी बालक ख्रिस्टको मिश्र गमन हुन्छ र परमेश्वरको मैले मेरो पुत्रलाई मिश्रबाट बोलाएँ भन्ने भविष्यवाणी पनि पुरा हुन जान्छ। यस यात्राको लागि खर्च वर्षको जोहो पनि परमेश्वरले पहिल्यै गरिसक्नु भएको थियो, किनभने योसेफको परिवारमा सुन, धूप र मुर्रको खजाना चाहिँ आइसकेको थियो। परमेश्वरले आफ्ना जनहरूको खाँचो कसरी जान्नुहुन्छ र कसरी त्यसको व्यवस्था गर्नुहुन्छ भन्ने कुराको यो एउटा उदाहरण हो। त्यसपछि योसेफको परिवारको मिश्रबाट प्रत्यागमन हुन्छ र आएर उनीहरू गालिल प्रान्तको नासरत भन्ने नगरमा बस्न थाल्छन्। यसै कारण उहाँलाई नासरतका येशू पनि भन्ने गरिन्छ। यो वर्षको क्रिसमस सबैको लागि आशिषमय होस्, यही शुभकामना।